हेर्नुहोस् है त अब यताको डाँडो अब चट्टान त्यहाँदेखि यो चाहिँ लेक मेरी युटा यो यति ठुलो छ यो लेक मेरी युटाको ल साथीहरूलाई मैले यो युटाको सिनेरी देखाउँछ है। आजको दिन चाहिँ एकदम रमाइलो भयो, खुसी लाग्यो। धन्यवाद भाइ। र मिड समरमा यति राम्रो जङ्गलमा फुलहरू फुलेको छ यहाँ हेर्नुहोस्, परिपरिका फुलहरू। हामी चाहिँ चढ्नु भन्दाखेरि बरु हिँडेरै एक्सपिरियन्स गरौँ भनेर हामी चाहिँ हिँड्दैछौँ। झन् माथिको झन् मजा आउँदैछ त। घुम्न जानेहरू पनि धेरै छन्। यो त एउटा डाँडामा पुग्यो, अर्को डाँडा उस्तै आउने, अर्को डाँडामा गयो, अर्को डाँडा उस्तै आउने, फेरि टर्निङ पनि साह्रै गजबको रहेछ यहाँ। यहाँ चाहिँ सबै पाइन ट्रीहरू मात्रै पाइँदो रहेछ यो हिमालको। हेर्नुहोस् है त अब यताको डाँडो चट्टान त्यहाँदेखि अझ अर्को डाँडा छ। जति गयो त्यति अग्लो डाँडा देखिन्छ। युटाको रमणीय ठाउँ।
त्यहाँबाट चाहिँ लेक धेरै छ। सिल्भर लेकदेखि चाहिँ अहिले हाम्रो जाने ठाउँ चाहिँ सिल्भर लेकदेखि चाहिँ मेरी लेक भन्ने ठाउँ जाँदैछौँ। त्यसको लागि हामी दुईजना जाँदैछौँ। बाटोमा आउनु होला। यस्तो छ ठाउँहरू, रमाइलो छ भनौँ। बहुत रमाइलो छ यो नेपाल भुटानकै सम्झना आउने डाँडाकाँडा होइन, बहुत राम्रो रहेछ। मलाई पनि धेरै मन पर्यो यो ठाउँ। सल्ट लेक सिटी नाम सल्ट लेक छ, तर यहाँ सल्ट लेकमा चाहिँ सल्टमै उत्पादन गर्ने ठाउँ रहेछ। यहाँ चाहिँ यस्तो बारेमा केही जानकारी पाउन यहाँ चाहिँ सल्ट लेक भन्नुको यसको चाहिँ मेन फुल फर्म कसरी चाहिँ सल्ट लेक भएर भनेको भनेर चाहिँ यहाँको बासिन्दालाई मैले सोद्धाखेरि चाहिँ यहाँ चाहिँ तपाईँ हामीले खाने नै मसिनो सानो टक्रेको नुन, धुलो नुन, त्यो धुलो नुन चाहिँ युटामा बनिन्छ। अनि त्यस कारणले गर्दाखेरि सल्टबाट बनेको पोखरीबाट चाहिँ अनि यो युटालाई चाहिँ सल्ट लेक सिटी भनेर चाहिँ नामाकरण गरेको यो अब कयौँ शताब्दी यो अमेरिका भएदेखिको चाहिँ त्यसरी नामाकरण गरेको रहेछ भनेर चाहिँ यहाँको बासिन्दाले भनेको अनुसारले चाहिँ हजुरहरूलाई मैले यसको चाहिँ जानकारी गराएँ। हस्, धन्यवाद तमन सर। अब यहाँनिर नाममै सल्ट लेक तर यहाँनिर त्यो लेकको सल्ट चाहिँ नुन चाहिँ यहीँनिर उत्पादन हुँदछ। त्यो सल्ट लेककै पानी भनौँ नुन पानी चाहिँ मान्छेहरूले चाहिँ यहाँको पहिलेको बासिन्दाहरू अहिले पनि त्यस नुनहरू उत्पादन गरिरहेको देखियो। मैले हेर्दाखेरि चाहिँ सल्ट लेक चाहिँ भनौँ न सल्ट लेक सिटी चाहिँ अझै पनि हिउँ रहेछ क्या भनेर भनेको थिएँ मैले। तर त्यो हिउँ चाहिँ होइन रहेछ, त्यो चाहिँ नुन भनौँ न एउटा चाहिँ खेतको गरा जस्तो बनाएर चाहिँ नुन पानी लगाएर त्यो चाहिँ सुकाएर चाहिँ नुन बनाउने प्रक्रिया हुँदो रहेछ। र म चाहिँ पहिले चाहिँ म पनि अलिकति कन्फ्युज नै भएँ। त्यो त हिउँमै पर सक्यो हो भनेको त, त्यो त सेतो त सबै नुन पो बनाएको रहेछ। पुरै खेत बनाएको जस्तो गरेर त्यहाँ चाहिँ पुरै नुन पानी चाहिँ कन्भर्ट चाहिँ नुनमा हुँदो रहेछ यहाँको चाहिँ। त्यो कारणले पनि यो सल्ट लेक सिटी भनेको चाहिँ रहेछ भन्ने कुरा मलाई चाहिँ यहाँ जानकारी भयो हाम्रो मान्छेहरूले। र एउटा सल्ट उत्पादन हुने एउटा लेकमा नि आइपुग्यो। त्यसको कारणले गर्दाखेरि म चाहिँ बहुत भाग्यमानी भएछु। यहाँनिर सल्ट लेक सिटी भाइकोमा आउँदाखेरि चाहिँ मलाई चाहिँ खुसी लागेको छ। अब यहाँनिर डाँडाकाँडा अझै माथि डाँडाकाँडातिर जानु छ। अहिले म यो भिडियोलाई कन्टिन्यू गर्न सकिनँ, यसलाई यहाँ राखेर भरे फेरि गर्छु भन्दै म यहीँ राखेँ। यो लेक मेरीको डाँडा युटामा आएको छु। यो 45 मिनट्स ट्रेल वाक गरेर हेर्नु यस्तो राम्रो डाँडाको चिचोरामा आएर यो युटा र सम्पूर्णलाई युटा हुँदाखेरि यो चाहिँ एकचोटि डाँडाको भ्रमण गर्नु होला। यो एकदमै स्मरणीय हुन्छ। यहाँ चाहिँ मुज भन्ने पनि यहाँ पाइन्छ अर्थमा, हामीले देखिरहेको यो हिमालतिर पाउने मुज। र सम्पूर्णलाई थ्याङ्क यू फर वाचिङ। लेक मेरी युटा यो यति ठुलो छ। यो लेक मेरी युटाको यो माउन्टेनको मुनि यति ठुलो लेक छ। यति मात्रै, यतापट्टि पनि छ। मन भाइ लेक मेरीमा आएर चाहिँ यो अराउन्ड 45 मिनट्सको वाक चाहिँ गरेर लेक मेरी आएको छ। यहाँनिर यो कुनामा चाहिँ त्यहाँदेखि ल्याएर चाहिँ तलबाट ड्याम बनाएको छ। यति ठुलो ड्याम बनाएको छ पानी रोक्नलाई।
यो चाहिँ सल्ट लेक युटाको सल्ट लेक सिटीको चाहिँ भनौँ न पानीको स्रोत यही हो लेक। यहाँदेखि चाहिँ युटाको मानिसहरूले यहाँ भनौँ न घरमा प्रयोग गर्ने गर्छन्। यहाँदेखि चाहिँ पानी लगाएका छन् हामी चाहिँ यसको माथि स्रोतमा आइदिएको छ र हाम्रो यहाँनिर यहाँनिर कसैले केही खटाइ काम गरेर नुहाइधुवाइ गऱ्यो भने यहाँ माथि डाँडामा चाहिँ तपाईँको चाहिँ क्यामेरा राखेको छ। यो क्यामेराले यहाँ कसैले पानी फोहोर पाऱ्यो भने तत्कालै यहाँनिर चाहिँ भनौँ न पुलिसहरू आएर त्यसलाई चाहिँ गिरफ्तार गर्ने अथवा एक्टिभ गर्ने गर्छ भन्ने यहाँमा मनलाई हामी त ढिलो आइयो त बिहानै फर्किसकेको छ आफूले त बाटोमै फर्किसकेको यहाँ अहिले उताको चाहिँ 11:22 भयो। अब यो सेन्ट्रल टाइम चाहिँ साथीहरूलाई मैले यो युटाको सिनेरी देखाउनु पाएँ। यहाँनिर चाहिँ प्रशस्त मात्रामा मूल भन्ने एउटा ठुलो जग्गा पाउँछ भनेर भन्नुभएको थियो। तर आज चाहिँ यहाँनिर पाइएन। हावा होइन कति रमाइलो। अब बाहिर मेरो भन्ने हजुर हामी चाहिँ फाइनली आज लेक म्यारिनदेखि घुम्न आउँदा चाहिँ थोरै भिडियो गर्ने मौका पाएँ। आजको दिन चाहिँ एकदम रमाइलो भयो, खुसी लाग्यो। धन्यवाद भाइ। र यो पानी चाहिँ एकदम चोखो पानी रहेछ। यो चाहिँ यो घरमा लगेको पानी फिल्टर गरेर सिधै खान पनि मिल्ने पानी चाहिँ मिठाई फोहोर मैला हुने ठाउँमा हिँडेको छ। एकदम राम्रो छ। अहिले मिड समरमा यति राम्रो जङ्गलमा फुलहरू फुलेको छ। यहाँ हेर्नुहोस् वरिपरिको फुलहरू यति राम्रो फुल फुलेको छ। दुईपट्टि गुन्डलासी हिँडिरहेको छ। हामी चाहिँ चढ्नु भन्दाखेरि बरु हिँडेरै एक्सपिरियन्स गरौँ भनेर हामी चाहिँ हिँड्दैछ। यहाँदेखि अब 45 मिनट्स माथि मेरी लेकमा लगाएको।